आएको छैन, पहिलो कुरा त्यो। दोस्रो कुरा हामीले जुन मागहरू राखेका छौँ ती मागहरूका बारेमा कमसेकम सकारात्मक प्रकारको सङ्केत अब आउने अवस्था हो भने अब वार्ता गरिँदैन भन्ने खालको कुराहरू होइन। सरकारसँग पनि वार्ता गर्नुहुन्छ तपाईँहरू? खिलराज रेग्मीसँग वार्ता गर्न तयार हुनुहुन्छ? सकारात्मक आउनु पर्यो, सकारात्मक सन्देश आउनु पर्यो। के सन्देश आउँदाखेरि वार्ता गर्नुहुन्छ तपाईँ? ठ्याक्कै कुरा गर्दै प्रक्रियामा गएको छ र जुन 1 गतिको कदम चालियो यो सबै प्रक्रियाको खारेजी। कसरी सम्भव छ त खारेजी? किन नहुने? खारेजीको सम्भव छैन भने वार्ता पनि सम्भव छैन। जुन सम्झौता भएको छ नि दलहरूको बीचमा, राष्ट्रपतिको बीचमा, अनि कसरी खारेजी हुन्छ यो सरकार? 4 दलको अधिनायकवाद अब राष्ट्रपतिज्यूद्वारा त्यो अधिनायकवादको स्वीकृति अनि बहालवाला न्यायाधीशलाई ल्याएर अनि अब देशको चाहिँ नि भन्नुहोस् एउटा कार्यकारी जुन प्रमुख बनाउने स्थिति अनि संविधानका मूल्य मान्यताहरू सबलाई समाप्त पारिएको, लोकतन्त्रका मूल्य मान्यताहरू, स्वतन्त्र न्यायपालिका भन्ने लगायतका मूल्य मान्यताहरू र दलीय परिस्पर्धा भन्ने मूल्य मान्यताहरूलाई पनि सम्पूर्णलाई ध्वस्त पारिएको हुनाले भन्नुहोस् सबैले एउटा प्रतिगमनतिर र फाँसीवादतिर गएको कदम हो हामीले भन्दै आएका छौँ। सबभन्दा पहिला यो कदम के हो भनेदेखि सच्याइनु पर्दछ। सरकार बनेको छ बिल्कुल बिल्कुल छैन। बाधा अड्काउ पुरा 25-25वटा धारा कहाँ कसरी बाधा अड्काउ पुरो भनिन्छ। एक यदि चाहिँ अब दलीय दलहरूका बिचमा सबै दलहरूका बिचमा सहमति कायम गर्नुपर्छ भन्न संविधानमा छ अनि चाहिँ 4 दलको मात्रै कुरा छ। कहाँ संविधान सम्मत छ भन्नु? 4 दल त मुलुकको चाहिँ प्रतिनिधित्व गर्ने शक्ति हो नि। सबै कुनै पनि एउटा सहमति कायम गर्नु सबै पार्टीहरूको सहमति हुनुपर्छ भनेर भन्ने कुराहरू उल्लेख भएको छ। 4 दल कसरी? त्यही कुरो सुन्नुहोस्, त्यही कुरो अब एउटा बैठक हुँदाखेरि भन्नुहोस् अब 4 दलले चाहिँ बोलाएको एउटा चाहिँ सर्वदलीय बैठक हुँदाखेरि यो कदमको 24 दलहरूले विरोध गरेको छ। हाम्रो पार्टी सहितको 24 दलले विरोध गरेको छ। अनि कसरी राष्ट्रिय सहमति हुन्छ? 24 दलमा त छ नि के अस्तित्व छ र भने? अस्तित्वकै कुरा गर्नुहुन्छ भनेदेखि त ती 4 दलको के अस्तित्व छ? के आधारमा अस्तित्व मान्ने? संविधान सभा सुन्नुहोस्, संविधान सभा भए पो संविधान सभाको हामी ठुला दल भन्ने कुरा हुन्थ्यो होइन? अनि नजिरै त मैले भनिहालेँ। नजिर भन्नुहुन्छ भनेदेखि त हामी तेस्रो पार्टीमा आउँछौँ। किन हामी चाहिँ त्यो बेला हाम्रो त भन्नुहोस् त अब हाम्रा सभासदहरू त्यो बेलाका पुरानै सभासद भन्नुहुन्छ भनेपछि पनि 91 जनाभन्दा बढी सभासद हाम्रो पक्षमा हुनुहुन्थ्यो। त्यो बेलामा हामीले राष्ट्रपतिजीसँग गएर हामीले प्रत्येक तरिकाले के भनेका थियौँ भनेर भन्नुहुन्छ भनेपछि है हाम्रो यस्तो हामीले दिएका थियौँ। निर्वाचन आयोगमा तपाईँको पार्टी तर्फै आयोगको कुरा सोध्नुहोस् न। आयोगको कुरा त निर्वाचन आयोगमा त के हुनुपर्छ भने हामी निर्वाचन आयोगमा हामीले सूचना दिएका छौँ। हेर्नुहोस् तपाईँले हामी पार्टी अलग भएको दिएका छौँ। एक दोस्रो कुरा के हो भनेदेखि अब निर्वाचनको मुखमा आएपछि दल दर्ता चाहिँ खुल्छ। दल दर्ता खुलेकै छैन। हामी के गर्छौँ त्यो कुरा त अनि के गर्छ त्यो कुरा भोलिको कुरा जानुहोस्। यहाँ निर्वाचन आजको दिनसम्मको कुरा गर्नुहुन्छ भने निर्वाचन को प्रयोजनका लागि दलहरू खुलेको छैन। खुल्यो भने के गरिन्छ त्यो बेला भन्ने खालको कुरा हो। दर्ता गर्न पनि सकिन्छ, नगर्न पनि सकिन्छ, चुनावमा भाग लिनु पनि सकिन्छ, नगर्नु पनि सकिन्छ। हाम्रा थुप्रै अनुभव छन्। कुरा भन्नुभयो इतिहासमा चाहिँ हाम्रो थुप्रै अनुभव छन्। दर्ता गरेका अनुभव पनि छन्, दर्ता नगरेका पनि अनुभवहरू छन् होइन? हामी भाग लिएका अनुभव पनि छन्, भाग नलिएका अनुभव पनि छन्। के गर्दा फाइदा हुन्छ हामी त्यही गर्छौँ। चुनाव भाग लिन डराउने हेर्नुहोस्, चुनावको कुरा गर्नुहुन्छ भने त पञ्चायती चुनाव पनि हुने गर्थ्यो। कुरा भन्नुभयो पञ्चायत कालमा पनि चुनाव हुन्थ्यो। चुनाव कस्तो चुनाव भन्ने खालको कुराहरू हो। यो चुनाव दलहरू भागेर, दलहरू असमर्थ भएर, दलहरूले नसकेर त्यहाँबाट चाहिँ किनभने अब भन्नुहोस् दलदेखि बाहिरको मान्छेलाई हात जोडेर होइन ल्याएको त उहाँ दलीय चुनाव गर्ने अधिकार के छ उहाँहरूको? कसरी छ भन्नु? समर्थन छोड्नु नसकेर एक दोस्रो कुरा के हो भनेदेखि वैदेशिक हस्तक्षेप र इसारा त्यो क्लियर छ नि त। वैदेशिक हस्तक्षेप र इसारा कहाँबाट कसरी? सुन्नुहोस् न, सुरुमा यो कुरा जुन कुरा आयो सुरुमा यो कुरा आउँदाखेरि हेर्नुहोस् कसैलाई थाहा थिएन।
होइन प्रधानजीले सूत्र भन्नुभयो मैले यो कुरा धेरै पटक गरेँ पनि हेर्नु त्यो सूत्र भन्दाखेरि तपाईँको चाहिँ कि कसैलाई थाहा छैन बाबुरामजीले चाहिँ नथिलाएर ल्याउँछु भनेर भन्नुभयो त्यो बाबुरामले हामी नथिला ल्याउँछौँ भनेर ती पार्टीहरूले भने आखिरमा कुरा बुझ्दै गइसकेपछि त अब मालिकहरूको निर्देशन रहेछ हेर्नुहोस् अब माधवजीसम्म पनि अब भन्नुहोस् इटाली हो कि फ्रान्समा कहाँ हुँदाखेरि यो एकदम गलत छ भन्दै आउनुभएको थियो यहाँ आएर पनि विरोध गर्नुभयो यसो मालिकको पो रहेछ भन्ने कुरा थाहा पाइसकेपछि त चुपचाप लाग्नु भएको छ आज त्यस कारणले के हो भन्दाखेरि त नेपालका पार्टीहरूको पनि होइन हेर्नुहोस् नेपाली जनताले होइन आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउने कि नपाउने पाउने हो हामीले के गर्ने भन्ने कुरो त यहाँ सल्लाह गर्नु पर्यो नि त यहाँ सल्लाह गरेर पो गर्नुपर्छ त जे कुरामा तपाईँहरू जहिले पनि विदेशी हस्तक्षेपको कुरा गर्नुहुन्छ किन नगर्नु त भएपछि किन नगर्नु त अहिले सुन्नुहोस् न भारतको कुरा भारतले त भनेकै छ नि त जयन्त भन्नु त्यही दिन जुन दिन एउटा निर्णय गर्ने कुरा थियो राष्ट्रपति भवनमा गएर जुन बेला कारगिलले चाहिँ सफल गरिरहेको थियो त्यही बेलामा जुन बेला पार्टीहरू बसिरहेका थिए जयन्तजी गरेर निर्देशन गरेर आउनुभयो युरोपियन युनियन ल चुनावमा लाग्नुपर्छ भनेर हामीलाई निर्देशन गर्ने हाम्रो चुनाव त हामीले जानेका छौँ विदेशीको स्वभावको हामी समर्थन गर्छौँ स्वागत गर्छौँ जबरजस्ती त होइन नि त कसरी जबरजस्ती हामीले चाहिँ हाम्रो देशको भाग्य भइसक्यो त हामीले बिल्कुल यो हेर्नुहोस् तानाशाही कलम 4 दलको अधिनायकवाद हो यसलाई हामीले कुनै हालतमा पनि स्वीकार गरिँदैन र हामी स्वीकार गर्दैनौँ गरेका छैनौँ नि त अहिलेसम्म हामीले गरेका छैनौँ हामीलाई के बाध्यतै छैन बिल्कुल हामीलाई बाध्यतै छैन हामी स्वीकारै गर्छौँ हामी के हो भनेदेखि एउटा जनताको पक्षमा निकास निकाल्ने पक्षमा छौँ संविधान सभाको होइन निर्वाचन होस् र एउटा चाहिँ के हो भनेदेखि एउटा सही ढङ्गले समझदारी बनाएर होस् भन्ने पक्षमा हामी छौँ हामी के चाहन्छौँ भन्नुहुन्छ भने पुरानो त सब उल्टिसके त पुराना उल्टिसकेपछि फेरि जनयुद्धकै कुरा को एउटा सहभागीको कुरा गर्नुहुन्छ भने पनि एउटा पक्षले आत्मसमन गरेर आयो होइन अर्को पक्ष त्यो नमान्नेवाला छ होइन भनिसकेपछि यहाँ सबैको बहस गर्नुपर्छ कि पर्दैन प्रसिद्ध द्वन्द्वमा हुँदाखेरि तपाईँ पूर्व राजा ज्ञानेन्द्रसँग वार्ता गर्न तयार हुनुहुन्थ्यो आज खिलराज रेग्मीसँग तपाईँलाई वार्ता गर्न के आपत्ति अनि वार्ता गर्दैनौँ भनेर भनेको छैनौँ हामीले खिलराज रेग्मीसँग चाहिँ वार्ता गर्दैनौँ भने चाहिँ वार्ता जोसँग पनि हुन्छ तर कुरा के हो भन्नुहुन्छ भनेदेखि वार्ता फलदायी हुनु पर्यो होइन वार्ता हुनको निम्ति के हुनु पर्यो भन्नुहुन्छ भनेदेखि सङ्केत हुनु पर्यो हामी सकारात्मक ढङ्गले जान्छौँ भनेर हामीले भन्नु पर्यो अनि त्यत्तिकै कामहरू चाहिँ के हुन्छ भन्नुहोस् त भनेपछि आजको दिनसम्मको कुरा गर्दाखेरि तपाईँ खिलराज रेग्मीसँग वार्ता गर्न तयार हुनुहुन्छ उसो भए अनि यो प्रक्रिया अन्तर्गत यो तरिकाले हामी हुँदैनौँ उहाँले ल यो खारिज हुन्छ र हामीले जुन डिमान्ड छ हाम्रो डिमान्ड भनेर भन्नुहोस् न यो सब चाहिँ खारिज हुनुपर्छ र नयाँ प्रक्रिया सुरु हुनुपर्छ भनेर हामी भनेका छौँ ती कुराहरूप्रति सकारात्मक हुने हो भने हामी वार्ता गर्छौँ हुनु भएन भने खिलराज रेग्मी तपाईँहरूको मागप्रति हामी गर्दैनौँ वार्ता नगर्दा के हुन्छ हामी उहाँहरूले जे मनलाई गर्नुहुन्छ हामीले लासाब लगाउनुपर्ने हामीलाई के छ तपाईँ वार्ता विरोधी हो संवाद विरोधी हो सहमति वार्ता विरोधी होइन सामान्यतः हामी वार्ता विरोधी होइन षड्यन्त्र विरोधी हो होइन त्यही बेलामा सहमति गर्ने बेलामा हामीहरूलाई चाहिँ किन पञ्च आएको किन अवज्ञा गरेको सबैलाई दलीय भनेर भनेको 4 दलको तानाशाही त भनेर हामीले भनेका छौँ उहाँहरूले जे मनलाई अघि गर्नुहुन्छ उहाँहरूले जे गल्ती गर्नुहुन्छ त्यो गल्तीमा ठप्प लगाउने एक दोस्रो कुरा विरोधी भन्ने कुरा हामी मात्रै छैनौँ तपाईँलाई हामी मात्रै छैनौँ हामीलाई थाहा छ कङ्ग्रेसका साथीहरूसँग पनि थुप्रो काङ्ग्रेसभित्र पनि असहमत हुनुहुन्छ उहाँहरूले लिखितै रूपमा सिसीमा केन्द्रीय समिति उहाँहरूले पनि दिनुभएको छ होइन एमालेका साथीहरू कुरा गर्नुहुन्छ भनेदेखि एमालेमा पनि थुप्रो स्थायी समितिभित्रै विरोधी हुनुहुन्छ सारा जनतालाई विरोधी बनाएर पार्टीहरूलाई विरोधी बनाएर के गर्न खोजिया होला भन्नुहोस् त के गर्न खोजिया यस्तो नौटङ्कीमा कोही जान्छ भन्नुहोस् त हामीले आशा लगाउँदैनौँ हामी आशा लगाउँदैनौँ परिस्थितिले वार्ताको टेउन पुर्यायो वार्ताको निरपेक्ष रूपले वार्ताको निषेध गर्नुपर्छ भनेर भनेका छौँ कमलाजी निरपेक्ष रूपमा किनभने चाहिँ आन्दोलनमा वार्ता हुन्छ होइन संवाद हुन्छ वार्ता संवादको कुराहरूमा हामी के छ भनेदेखि हामी सकारात्मक छौँ र यो स्थितिमा हामीले पहिला तपाईँहरू चाहिँ राजाको दूतहरूसँग वार्ता गर्नुहुन्छ जङ्गलमा बसेर हामीले गरेका थियौँ अहिले दलको बिल्कुल खिलराज रेग्मी भनेको चुनावी सरकारको राजा भनेर राजालाई टोटल्ली अपवित्र भन्ने खालको कुरा पनि भएन बढी विश्लेषण गर्नु पर्यो राजाको वर्ग अब कयौँ पार्टीहरूका वर्ग एउटै चाहिँ वर्गको प्रतिनिधित्व गर्छन् अनि एउटालाई पवित्र र एउटालाई अपवित्र कसरी भन्नुहुन्छ राजा भन्दा बित्तिकै पवित्र
यी चाहिँ तपाईँको वैदेशिक प्रतिक्रियावादसँग घाँटी जोड्ने पवित्र कसरी हुन्छन्? संसदवादी व्यवस्थाको नाममा जीवन लागू गर्न पाइन्छ। त्यस कारणले के हो भन्नुहुन्छ भनेदेखि यी अब फेरि यी अर्को कुरा राजाको अगाडि दाम चढाएर भेडी चढाएर ढोग्ने उनीहरू नै छन् ल भन्नुहोस् त। अनि त्यहाँ कसरी हुन्छ? त्यस कारणले कुरा के हो पवित्र तपाईँले त भन्नुभएको थियो नि बाबुराम भट्टराई हटिसकेपछि जुन सरकार भन्छ त्यो सरकारसँग हामी हातेमालो गरेर जान तयार छौँ भन्नुभएको थियो। मैले त्यसरी भनेको थिइनँ तर भन्नुभयो मैले त्यसरी बाबुराम भट्टराई हटाउनको लागि तपाईँहरू जे गर्न पनि तयार हुनुहुन्छ। हामी हट्नुपर्छ बाबुरामजी भनेका थियौँ। गलत तरिकाले हटाउने पक्षमा हामी थिएनौँ। गलत तरिकाले हट्यो नि त। गलत तरिकाले हट्यो। स्वयं बाबुरामजीले चाहिँ के बुझ्नुभयो? प्रचण्डजीले के बुझ्नुभयो? अहिले आएर 7 गते चाहिँ असारको 7 गते चुनाव हुनुपर्छ भनेर भन्दै हुनुहुन्थ्यो होइन? अनि त्यहाँबाट चाहिँ अहिले आएर 7 गते चुनाव नहुने हो ल हामी त आन्दोलन गर्छौँ भनेर प्रचण्डजी भन्न थाल्नु भएको छ। के हो उहाँहरूको कुरा बुझिसाध्यै छैन। प्रचण्डले कसैले बुझेको छैन। बुझिसाध्यै छैन भन्नु त। प्रचण्डले किन यो बोली फेर्नुहुन्छ? खै अब के हो चिनेर के गर्ने? चिनेर के गर्ने? त्यही प्रचण्डका कुरा मान्छन्। त्यही नेपाली कङ्ग्रेसले विरोध गर्छन्। त्यही नेपाली कङ्ग्रेसले त्यही प्रचण्डका कुरा गर्छन्। ती एमालेहरूले त्यही माने। सधैँभरि गर्दैनन्। एउटा समयमा माने उनीहरूले। अब भ्रमित भए कुरा बुझ्छन्। यसको मतलब फेरि यो असक्षम भन्ने पनि हो। हेर्नुहोस् है संसदीय व्यवस्थाका नेताहरू सब असफल भए। अहिले त हेर्नुहोस् यो एक गरेको घटना त यस्तो घटना छ कि हेर्नु संसदीय व्यवस्थामा काम नलाग्ने भयो। पार्टी असफल भएर निर्दलीय मान्छेमा जाने, दलीय प्रतिस्पर्धाको कुरा गर्ने, दलहरूले चाहिँ समस्याको समाधान गर्न नसक्ने, ल आइजो बाबा भनेर अर्कोलाई ल्याएर समस्या समाधान गर्न लगाउने, चुनाव गराइदिनु पर्ने एउटाले, चुनाव गराएर सरकारमा जानुपर्ने अर्को, कतै सफल भएन। चुनावी सरकारको प्रमुख भएपछि भन्नुभएको छ नि त लोकतन्त्रलाई संस्थागत विकास गर्नको लागि, लोकतान्त्रिक व्यवस्थालाई अगाडि बढाउनको लागि। मुखले भन्ने कुरा एउटा कुरा भयो। मुखले भन्ने कुरा एउटा भयो। प्र्याक्टिकली त पार्टीको कुरा हो नि त। नत्र पार्टी किन चाहियो? पार्टी किन चाहियो? संविधान सभाको निर्वाचनपछि त पार्टी जसले एउटा संविधान सभाको निर्वाचन गर्न सक्दैन, जसले यो एउटा जटिल अवस्थामा समस्याको समाधान गर्न सक्दैन, समस्याको काँटो पुग्न सक्दैन, त्यो सत्तामा गएर पनि केही गर्न सक्दैन, सरकारमा गएर पनि केही गर्न सक्दैन। सरकारले चुनाव गर्न सक्दैन नेपालमा। हामी सक्नु देख्दैनौँ। अब उहाँलाई हेर्नु फेरि बलिको बोको बनाउँछन्। मैले त त्यो बुझेको छु। उहाँलाई फेरि बलिको बोको बनाउँछन्। अहिले खेलराजी भनेर भन्छन् एकदम चाहिँ उहाँलाई अब भन्नुहोस् न अब के चाहिँ गर्नुपर्छ। अब यी 4 दलले पुरा सम्मानित गरेर ल्याए। अब प्रचण्डजीहरूले त महतोजीहरूले त विरोध गर्न थालिहाल्नुभयो। उहाँहरूले पछि गइसकेपछि अब उहाँले हुन्न, अब अर्को चाहिन्छ देख्नुलाई। मौसिरमा चाहिँ उहाँले चुनाव गर्न सक्नुहुन्न, अब अर्को चाहिन्छ भनेर यिनै दलभित्रबाट आउनेवाला छ। हेर्नुहोस् उहाँलाई चुनाव गराउनै दिन्न यिनीहरूले। दलका नेताले भनेका छन् त चुनावको विकल्प चुनाव गराउनुहुन्छ भनेर। अहिले त भन्छन् अब यो असार बितिहाल्छ, अलि पछि आउँछ, पछि आइसकेपछि उहाँले गर्न सक्नु भएन भन्छन्। अब खोजानी हो भनेर फेरि यिनीहरूको बिचमा फेरि प्रतिस्पर्धा हुन थाल्छ। होइन यो आरोप छोड्नुहोस्। यस्तो खालको चुनाव त हुन दिइन्न भन्नुहोस्। सकेसम्म यस्तो खालको गाई जात्री चुनाव समस्याको समाधान गर्ने होइन, नौटङ्की हो। अब यो हुन दिने खालको कुरो त भएन। राम्रो वातावरण बन्यो भने फेरि हामीले बहिष्कारै गर्छौँ भनेर अझै डिसिसन गरेका छैनौँ। अझै हामीले डिसिसन गरेका छैनौँ। हामीले के भनेका छौँ भनेदेखि यी चिजहरू सच्चिनुपर्छ। सच्चेपछि कसरी जाने भन्ने बारेमा हामी सोच्छौँ। हामी सच्चिनु पर्यो। पहिले सच्चिनु पर्यो। निरपेक्ष रूपमा होइन। हेर्नुहोस् चुनाव विरोधी भनेर निरपेक्ष रूपमा पनि लोकतन्त्रको कुरा गर्नुहुन्छ। ज्ञानेन्द्रले यो चाहिँ भन्नुहोस् संसदीय व्यवस्था विघटन गरिसकेपछि ज्ञानेन्द्र पनि त चुनाव गराएको हो। ज्ञानेन्द्रको चुनाव चाहिँ लोकतन्त्र विरोधी हो। तपाईँ अहिले चुनावको विरोध गर्दैछ नि, तपाईँको यो कदमलाई प्रतिगामी जनता विरोधी कदमको रूपमा लिन्छ नि मान्छेले। होइन एकदम बिल्कुल गलत हो। हेर्नुहोस् मैले त भनिहालेँ चुनाव भन्दा बित्तिकै चुनाव ठिक हुन्छ भन्ने कुरा भएन। चुनाव त पञ्चायती कालमा पनि हुन्थ्यो। मैले जानेखेरि ज्ञानेन्द्रले गराएको चुनाव कुरा शक्ति पार्टीले बहिष्कार गरे हुन् होइन भन्नुहोस् त, विरोध गरे हुन् होइन। चुनावै हुन सकेन। त्यो छ त चुनाव भन्दा बित्तिकै सब पवित्र हुन्छ भन्ने खालको कुरा भएन। कुन परिवेशमा कसरी जनताको पक्षमा छ कि छैन, जनताको विपक्षमा छ कि भनेर त्यसको विश्लेषण गरेर अनि सही निष्कर्ष निकालेपछि अनि चुनावमा भाग लिने कि बहिष्कार गर्ने भन्ने खालको कुरा आउँछ। सबै अब यस्ता खालका नौटङ्कीको खासै मैले त भनिहालेँ त। मैले त अहिले हाम्रो अब हामी पनि
र हाम्रो यो जुन आन्दोलनमा सहभागी भएका राजनीतिक दलका साथीहरू पनि हुनुहुन्छ, राजनीतिक दलहरू पनि हुनुहुन्छ। यी सबै बसेर हामीले के भनेदेखि अहिले चाहिँ वार्ता नगर्ने भनेर भनेका छौँ र त्यसको कमसेकम के भने हामीले राखेका शर्तहरूप्रति उहाँहरूको के हुन्छ, उहाँहरू सकारात्मक हुनुभयो भनेपछि यही ढङ्गले सुत्नु पर्ला, सकारात्मक हुनु भएन भनेपछि अब हामी यसै अवस्थामा त वार्ता हुँदैन भनेर भनेका छौँ। हाम्रो वार्ता हुने र नहुने निरपेक्ष होइन कि सापेक्ष छ र हामी शर्त होइन कि शर्तबद्ध छ। हुँदैन त्यो त हुँदैन, आन्दोलनमा जान्छौँ। फेरि आन्दोलनको अब बसिसकेपछि के भन्दाखेरि भोलि त अब नेपाल बन्दुको कार्यक्रम छँदैछ। अब यसपछि फेरि बसेर दलहरू बसेर सरसल्लाह गरेर अब अर्को चाहिँ कार्यक्रमको समिति छ नि उच्चस्तरीय राजनीतिक समिति, त्यो सबै तपाईँले वार्ता गर्न मान्नु भएन किन? अब हेर्नुहोस् न, अब कुरा आएको थियो त्यो समितिको तर्फबाट झलनाथजीले कुरा ल्याउनु भएको थियो, झलनाथजीसँग कुराकानी भयो। अब हामी त गर्दैनौँ भन्यौँ, किन गर्दैनौँ भन्नुहुन्छ भनेदेखि यो उच्चस्तरीय समिति अथवा संयन्त्र भनेर भन्नुहुन्छ नि, त्यो के हैसियत छ उहाँहरूको? कसरी हैसियत? संयन्त्र संवैधानिक हुनु पर्यो नि त। ल भन्नुहोस् त, संविधान सम्मत नभइसकेपछि त उहाँको कुरा कसले मान्छ? कसले मान्छ? बिल्कुल होइन, हाम्रो कुरा छोड्नुहोस्, सरकारको कुरा आयो, सरकारले किन मान्छ उहाँहरूको संयन्त्र? त्यो कार्टुन हो कुरा बुझ्नुभयो, संवैधानिक छैन। संयन्त्र संवैधानिक हुनुपर्छ नि त। जस्तो भन्नुहोस् न, इन्डियामा चाहिँ त्यो कोलिसन गभर्मेन्ट छ इत्यादि छ, सोनिया गान्धी होइन संयन्त्रको चाहिँ एउटा अध्यक्षता गरेर बसेछन्। ल भन्नुहोस् त, संवैधानिक चाहिँ ढङ्गले चाहिँ एउटा मान्यता छ नि त। संविधान सम्मत हुनु परेको परेन, संविधान सम्मत बिल्कुल छैन त्यो ढङ्गले। 11 बुँदीमा भएर हुँदैन, कस्तो कुरा गर्नुहुन्छ? 11 बुँदीमा भएर हुँदैन, 11 बुँदीमा भएर हुँदैन, बाधा अड्काउ फुकाउवालामा हुनुपर्छ, संवैधानिक हैसियत छैन। त्यस कारणले कुरा के हो भनेदेखि अहिले कि त राष्ट्रपति कि त जाने के अरे मन्त्रीपरिषदको अध्यक्ष शक्तिमान भने दुईजना हो। हेर्नुहोस् अहिले यी दलहरूको एउटा संवैधानिक हैसियत छैन। जहाँसम्म फेरि हामीले वार्ता गर्ने कुराहरू मेरो कुरा सुन्नुहोस् न, दलहरूसँग एक्लै कुरा हामी गर्न हामी तयार छौँ। फेरि हामीले भनिसकेका छौँ संयन्त्रको हैसियतले हामी कुरा गर्न तयार छैनौँ अहिले। संयन्त्रदेखि बाहेक सबैले छोड्नुहोस् न, हामी छैन। अहिले गरिँदैन उहाँहरू त्यो संयन्त्रको संयन्त्रको हैसियतै छैन। त्यस कारणले चाहिँ कुरा गरिँदैन। के भन्नुहुन्छ उहाँहरूले गरेका कुराहरू राजेमीजीले मान्नै पर्छ भन्ने छैन, मान्दा पनि मान्नुहुन्न, नमान्ने कुरा त देखिसक्यो। छोड्नुहोस् त्यो छोड्नुहोस्, उहाँहरूले हामीलाई कुरा लिनु खोज्या त के हो भने हामीले गऱ्यौँ तपाईँहरूले लाछाप लगाइदिनुहोस् भन्ने हामीले बोल्नु खोज्या हो। हेर्नुहोस् उहाँहरू टोटल्ली असफल हुनुहुन्छ, सक्नुहुन्न। उहाँहरूले गल्ती स्वीकार गर्नुहोस्, हामीले गल्ती गऱ्यौँ भनेर भन्नु पर्यो, गल्ती गऱ्यौँ भनेर आउनु पर्यो, अनि त्यहाँबाट चाहिँ हुन्छ। चुनाव गराउनु भयो भने त फेरि सफल हुनुहुन्छ नि त। एकदम बिल्कुल असम्भव, चुनाव उहाँहरू गर्नै सक्नुहुन्न। देख्नु होला यो तरिकाले हुँदैन। चमत्कारको कुरा हामी मान्दैनौँ। हेर्नुहोस् यो स्थितिमा हुँदैन, परिस्थिति बदलिनुपर्छ। परिस्थिति बदलियो भने अर्कै कुराहरू हो, तर यो स्थितिमा त्यो सम्भव छैन। आजको दिनमा तपाईँ प्रचण्ड छ नि वार्ता गर्नुहुन्न? मैले भने नि त संयन्त्रको हैसियतले मैले कुरा गर्दिनँ, तर अब अरू पार्टीको हैसियत, मेरो कुरा सुन्नुहोस् न, पार्टीको हैसियतले त उहाँहरू चाहिँ नेकपा माओवादी एकीकृत नेकपा माओवादीको नेताको हैसियतले भन्नुहोस्, अब अरू साथीहरूसँग पनि नेकपा मालेको हैसियतले झलनाथजी लगायतका साथीहरूसँग पनि नेपाली कङ्ग्रेस लगायतका साथीहरूसँग पनि पार्टीको हैसियतले हामी कुरा गर्न तयार छौँ, गर्छौँ, गरिरहेका पनि छौँ। तर संयन्त्रको हैसियतले त्यो प्रस्तावमा हामी अहिले कुरा गर्न सक्दैनौँ। भने जिम्मा छोड्नुहोस् न, त्यही समितिको अर्थ छैन भने हामीले भनिरहेका छौँ। के जिम्मा के अर्थ हो भन्नुहोस्? उहाँहरूले गरेका निर्णय खै कार्यान्वयन भएको? के अरे असारको पहिलो साता चुनाव हुनुपर्छ भन्ने थियो, खै कार्यान्वयन भएको? उहाँहरूको हैसियत के छ? झलनाथ खनाल तपाईँ घरमा आउनुभयो वार्ता गर्न? घरमा त जहाँसुकै होस्, घरका कुराहरू त केही परेन। अब त्यहाँ त कसैलाई फकाएर गर्ने, कसैलाई चाहिँ एउटा व्यक्तिको मुख हेरेर हेर्ने, अब झलनाथजी राम्रो हुनुहुन्छ भनेर गर्ने कुरा त भएन त, विचारको आधारबाट गर्ने कुरा हो। सभापति सुशील कोइरालाले के भन्नु भएको छ भने उच्चस्तरीय समितिमा छ नि राजनीतिक समितिमा मोहन वैद्य किरणलाई पनि राख्नुपर्छ भनेर भन्नुभएको छ। होइन हामी चाहिँ त्यहाँ रहन नपाएर चाहिँ त होइन नि त, हामीले
हामी त्यहाँ रहन भएर होइन। तपाईँ समितिमा नरहने? किन रहने? के हो यो चाहिँ सम्पूर्ण चाहिँ गल्ती कमी कमजोरीहरू सब उहाँले गर्ने अनि हामी साथी बस्ने त्यस्तो पनि हुन्छ। आफ्नो न ल वाउरे गर्नु ल गरेर ल जानुहोस् हेर्छौँ हामीले। होइन भनेदेखि गल्ती भयो होइन भने गल्ती भयो भनेर भन्नुपर्छ होइन। उहाँले त महान काम गरे भन्नुभएको छ। अब महान काम काम गरे भन्नुभएको छ। आफूले भनेर भएन नि त सबले मान्न पर्यो गर्न सक्नु पर्यो अनि महान हुन्छ। अब हरेकले भन्छ नि त आफूले राष्ट्रपतिसँग तपाईँ सिधा वार्ता गर्न तयार हुनुहुन्छ? राष्ट्रपतिसँग पनि वार्ता नगर्ने भन्ने खालको कुराहरू भएन। राष्ट्रपतिसँग वार्ता गर्ने भन्नुको अर्थ कहाँ हो भन्नुहुन्छ भने आखिरमा यो सबै चाहिँ क्रियाकलापको पछाडि त मुख्य त चाहिँ फेरि राष्ट्रपतिजी नै हो। बाह्र अड्काउ फुकाएको पनि उहाँले नै हो। अलिकति चाहिँ सक्ने पनि उहाँ नै हो। फेरि उहाँ सक्नुहुन्छ नि त। सक्नेसँग नै गर्ने हो। नसक्नेसँग के गर्ने? नसक्ने दलहरू त कहाँ सक्छ? यी दलहरूको अब दलीय व्यवस्था त हेर्नुहोस् असफल टोटल्ली संसदीय व्यवस्थाले भने हो हेर्नुहोस् असफल हो भनेर हो। जनयुद्ध पनि हेर्नुहोस् यही व्यवस्था विरुद्ध गरे हो। अहिले यहाँसम्म आउँदाखेरि पनि थप असफल भयो। वार्ता हुन्छ तपाईँको उसमा होइन गर्न सकिन्छ भन्नुहोस्। अब कहिले गर्न सकिन्छ त्यो अलग कुरा हो। गर्न सकिन्छ नसक्ने भन्ने खालको कुराहरू भएन। राष्ट्रपतिसँगै वार्तामा गर्नुहुन्छ अहिले तपाईँ? अनि गर्न सकिन्छ भन्नुहोस् न। के एजेन्डा लिएर जानुहुन्छ राष्ट्रपति कहाँ? अनि एजेन्डा त यिनै हो खारेज गर्नुपर्छ। यहाँ राष्ट्रपतिजीले गल्ती गर्नुभएको छ। खेल्दा चाहिँ व्यक्तिगत कुराहरू होइन। यो प्रक्रिया सम्पूर्ण गलत छ भनेर हामीले त्यही भन्दै आएका छौँ। संविधान सम्मत छ भन्नुभयो कि भन्नुभयो भने हामीले मान्नुपर्ने जरुरत छैन। हाम्रा कुरा नमान्ने अनि चाहिँ उहाँको कुरा मान्नु होला नि त। अब छोड्नु मान्नु कि मान्नु न अहिले अब कुराकानी नगरिकन भन्ने खालको कुराहरू आएन। हामी के भन्छौँ राष्ट्रपतिजीसँग पनि कुराकानी भयो भने कि यो गलत कुराहरू भइरहेको छ यो सब खारेज गरेर नयाँ ढङ्गले जानुपर्छ भनेर हामीहरूले उहाँसँग राख्छौँ। बाबा अर्को फुकाको तपाईँ विरोध गरिरहनु भएको छ तर गोलमेज सभाको कुरा गरिरहनु भएको छ नि त? होइन अब यो धारा हामीले धारा कुरा त के भने यो सम्पूर्ण प्रक्रिया नै खत्तम भएर गयो भने हो। हेर्नुहोस् यो सम्पूर्ण प्रक्रिया खत्तम भएर गयो। सम्पूर्ण प्रक्रियाहरू खत्तम भएर गएको हुनाले भन्ने एउटा तर्क त्यो हो। दोस्रो तर्क के हो भनेदेखि सबै पार्टीहरूको सहमतिकै आधारबाट निकाल्नुपर्छ भनेर भने हुनाले सबैको सहमति त गोलमेज सभा गर्दाखेरि सहमति हुन्छ। सबैको सहमति त भनेको छैन नि त। सुन्नुहोस् न त्यहाँ धारा होस् या नहोस् सहमति त गर्न सकिन्छ नि। अहिलेको बाधाहरूको फुकाउ तपाईँ विरोध गर्ने अनि त्यतिखेर आफूले गोलमेज सभाको कुरा गर्दाखेरि संविधान किन हुन्न? सबले छलफल गरेर बहस गरिसकेपछि अनि त्यहाँ लोकतन्त्र भन्दाखेरि त सबैको छलफल त हुन सक्दैन। भइन्छ भने भइन्छ त्यही बेला हेरौँला नि त। सर्वसम्मत हुन्छ कि हुँदैन भन्ने कुरो त्यही बेला निकाल्ने कुराहरू हो। गर्दै नगर्ने भाग्ने सर्वसम्मत हुनु भन्दा तानासाही लागु गर्न पाइन्छ? त्यो त भएन नि त। हुन्छ कि हुँदैन त्यही बेला हेर्ने। संविधान विरोधी कुरा गरिरहनु भएको छ। संविधान त हामी के विरोधी हुनु पर्यो आफै ध्वस्त पाइहाल्यो भनेर 25वटा जतिको धारा 12 अड्काउ पुगाउ भनेर सब पाइसकेपछि अब हेर्नुहोस् यो बाँकी रहेको यो अन्तरिम संविधान पनि सिद्धिन्छ कुरा बुझ्नु भएन। त्यो 25वटा धारा मात्रै होइन अब यो बाँकी रहेको पनि सिद्धिवाला छ। नेपाल बन्द चाहिँ कहिलेसम्म गरिरहनुहुन्छ तपाईँ? अब नेपाल बन्द त एउटा बाध्यताको स्थिति पनि हो। हेर्नुहोस् बाध्यताको स्थिति हो। तर अहिले नेपाल बन्दलाई कहिले पनि कसैले स्वीकार्दैन नि। नेपाल बन्दको विरोधी छ नि जनमत त किरणजी। नै अब एउटा कुरा के हो भनेदेखि अलिकति वाक्क दिक्क भएर चाहिँ जनतामा त्यो पर्याप्त पनि हो। तर अर्को कुरा के हो भन्नुहुन्छ भनेदेखि के गर्ने त उपाय छैन होइन। किन विरोध गर्ने क्या? अरू विरोधको कार्यक्रमहरू ल्याउन सक्नुहुन्न? नेपाल बन्द किन गर्ने क्या? हेर्नुहोस् अब अलिकति चिज अलिक उत्कर्षमा पुग्न थाल्यो त्यति जटिल भयो भनेको कुरा सुनेनन्। अब यो सत्तामा बसेका अरूका कान घाँटिए भनेपछि अब चाहिँ सङ्घर्षशील र विद्रोहीहरूले सशक्त कार्यक्रम दिनुपर्ने अवस्था आउँछ। टेबुलमा बसेर शान्तिपूर्ण तरिकाले हुन्छ यो शान्तिपूर्ण हो होइन कुरा हुने भए कसको रहरले तपाईँको चाहिँ बन्द गर्थ्यो त नि भन्छ कुनै नसुन्ने होइन। भाषा चाहिँ सामान्य किसिमको भाषाहरू आर्थिक रूपमा त जर्जर त छँदैछ। अझ जर्जर हुनेवाला छ। यिनीहरूले त अझ जर्जर गरिरहेको छ। आर्थिकले समृद्ध गर्ने भने त यिनीहरूलाई समाप्त पार्नुपर्छ। यिनीहरूको अस्तित्व सबलाई चाहिँ ध्वस्त पारेर अगाडि बढ्नुपर्ने हुन्छ। यिनीहरूको यो गलत क्रियाकलापका विरुद्ध एउटा सङ्घर्ष गरेर एउटा नयाँ ढङ्गले जानुपर्ने खालको कुराहरू हुन्छ। साँच्चै कुरा गर्नुहुन्छ भनेदेखि त यो हिसाबले हुनु पुराना सहमतिहरू अब काम नलाग्ने भएको छ। सबै बसेर एउटा नयाँ सहमति नगरिकन चिज अगाडि बढ्ने श्रृङ्खलाबद्ध होइन। आवश्यकता अनुसार कहिले काहीँ दिइन्छ भन्नु श्रृङ्खलाबद्ध भन्ने खालको कुराहरू होइन। हामीले अगाडि बढाउनु चाहेको होइन। अब देशलाई चाहिँ बन्धक त उहाँहरूले बनाउनु चाहे। अब सुन्नुहोस् देश त सिद्धिउन थाल्नु भएको छ।
उहाँले त त्यो मात्रै हो र चुनाव मात्रै हो र देशै सिद्ध्याएपछि के को छ नि चुनाव गर्ने किन नसक्ने कसरी सक्नुहुन्छ हामी सङ्घर्ष गरेर सक्छौँ सङ्घर्षमा जनताहरू आउँदैनन् किन आउन्नन् जनताको निम्ति हो कस्तो कुरा बोल्नु हामी सङ्घर्ष किन आउँदैनन् भन्नुहोस् त किन आएनन् जनता आउँछन् किन आउँदैनन् प्रचण्डले भन्नुभएको छ मोहन वैद्यजीले पार्टीलाई प्रचण्डजीले भनेर हुँदैन कुरा बोल्नु प्रचण्डजीको कुरा गर्नुहुन्छ हामीले हाम्रा कुरा गर्छौँ प्रचण्डजीको तरिकाले जानुहुन्छ हामी हाम्रो तरिकाले जान्छौँ कुरा बोल्नुभयो त्यस कारणले हामी के हो भनेदेखि देश र जनतालाई शोषण उत्पीडन दमन सहयोगको लागि अन्त होस् न त शोषण दमन उत्पीडन जबसम्म रहन्छ तबसम्म के हो भने किसिमका कार्यक्रमहरू हुन्छन् भन्नुहोस् बन्दको विरोध गरेर बडा चाहिँ जनताको चाहिँ मन छुने तरिकाले कुरा गर्ने जनताले मन छुनियो भनेपछि त उनीहरू त जनताको समस्या हो हामीलाई थाहा छ हाम्रो पीडा थाहा छ त्यो कुरा पक्का कुरा हो जनताको पीडा थाहा छ तर जनतालाई पीडा भयो भन्ने खालका मान्छेहरूले ती सत्ताधारीहरूले जनताको चाहिँ मन छुने तरिकाले एकदम बुझ्छौँ जनताले टोटल्ली समर्थन गर्छ दृढतापूर्वक समर्थन गर्छ बेतर कुर्नु भनेर छान्नुपर्छ बाध्यता हो यो त बाध्यतावश गर्ने खालको कुराहरू आयो भनेपछि बन्द लगातार लगातार सुन्नु आवश्यकता अनुसार कहिले काहीँ हुन्छ हामीले जनताका पिरमर्का पनि बुझेका छौँ जनताले साथ दिनसम्म हामी गर्छौँ जनतासँग अनुरोध पनि गर्छौँ आवश्यक पऱ्यो भनेदेखि सबै कुरा छ नि किरणजी प्रचण्डसँग तपाईँको पार्टी एकीकरण हुनको लागि हो यो सबै यी कुरा छोड्नु धेरै पटक कुराहरू भयो अब यी कुरा तपाईँको कुरा एकीकरण चाहिँ गर्ने भएको भएदेखि हामी किन अलग चाहिँ बस्ने होइन हामी चाहिँ बस्ने खालको कुराहरू पनि हुन्न थियो यसको पछाडिको रहस्य छ नि किरणजी बाहिर मान्छे के भन्छन् भने मोहन वैद्य किरण र प्रचण्डको बिचमा कुरा मिल्छ फेरि पनि एक हुन्छ भन्नेले भनौँ न त भन्नेले भनौँ त्यो भन्ने कुराहरू त अलग भयो मैले त भनिराखेको छु प्रचण्डजीलाई पनि भनिराखेको छु उहाँले गल्ती कमी गरेका कुरा सबै सच्याउने हो भने अब हाम्रो राजनीति धार मात्रै उहाँ आउने हो भने हामीले स्वागत गर्छौँ उहाँलाई बग्दै जाने हो भने हामीले विरोध गर्छौँ राजनीतिक कुरा हो प्रचण्डजीसँग व्यक्तिगत कुरा केही छैन राजनीतिक कुरा उहाँले गलत राजनीति लिनु भएको छ गलत राजनीति लिएको हुनाले हामीले विरोध गरे आयौँ अब गलत चिजहरू सच्याएर उहाँ आउनुहुन्छ स्वागत छ हाम्रो माओवादी पार्टी तपाईँ चाहिँ अब जानुहुन्न अब जाने कुरै आएन नि त कसरी हुन्छ तपाईँ हतियार चाहिँ उठाउनुहुन्न नेपाली राजनीतिमा अब होइन हतियार उठाउँछु भनेर कसले भनेको छ र भन्नुहोस् त हतियार उठाउने भनेर त द्वन्द्वमा चाहिँ तपाईँ जानुहुनुहोस् होइन द्वन्द्वमा जाने नजाने भन्ने खालको कुरा त अब यो शासक वर्गले के गर्छ यी पार्टीहरूले के गर्छन् जनताका समस्याहरू समाधान गर्छन् कि गर्दैनन् हामीले हतियार उठाउने होइन जनताले हतियार उठाउने आजको दिनमा तपाईँसँग हतियार छैन आजको कुरा छोड्नुहोस् आजको दिनको कुरा छोड्नुहोस् हतियार भने कसैको एउटा चाहिँ एउटा रहर होइन हतियार भने बाध्यता हो जनताले आवश्यक पर्यो भने हतियार उठाउनु सक्छ भनेको छ हतियार बुझाउनको लागि तपाईँसँग भएको हतियार बुझाउनुहुन्छ अब मसँग त हतियारै छैन के बुझाउने मैले तपाईँको पार्टीका नेताहरूसँग हतियार छ खै मलाई त थाहा छैन त्यो त हतियारको कुरा त के हुनुहुन्छ भनेदेखि त्यही बेला के अरे विशेष समितिको डिसिजन अनुसार हतियार बुझाउने भन्ने खालको कुराहरू आएछ भने त्यही कुराहरू भएको थियो अब उहाँले चाहिँ के गर्नुभयो त्यो प्रचण्डजीलाई थाहा छ मलाई थाहा भन्ने खालको कुरा भएन आजको दिनमा तपाईँ अब द्वन्द्वमा युद्धमा जनविद्रोहमा हतियारको आन्दोलनमा जानुहुन्छ जानुहुन्छ यो हेर्नुहोस् निरपेक्ष तरिका होइन जनताका समस्या समाधान भएको खण्डमा जनताका समस्याहरूको समाधान हुने देखिएको अवस्थामा जनता सन्तुष्ट भएर बसेको अवस्थामा कसैले हतियार उठाउँदैन जनतामाथि दमन भयो भने जनता नै बन्दुक बोकेर आउँछ कुरा भन्नुभयो हाम्रो पार्टीको कुरा छोड्नुहोस् जनता चाहिँ बन्दुक बोकेर आउँछ जनताका समस्याहरू समाधान गर्नुपर्छ चुनाव गराउनको लागि बल प्रयोग गर्यो भने के गर्नुहुन्छ त्यतिखेर बल प्रयोग गरेर आफै बल प्रयोग गर्यो भने आफै जस्तो हुन्छ बल प्रयोग गरेर चुनाव भन्ने कुरा बलले हो मतले हो कुरा भन्नुभयो जनताको मतले हो बल प्रयोग गरेको चाहिँ चुनाव जस्तो हुन्छ हामी स्वीकार्दैनौँ हामी सहँदैनौँ भनेको छ हामी पनि सहँदैनौँ हामीले चाहिँ तपाईँले बल प्रयोग गरेर चाहिँ के चुनाव गरोस् भने हामीले चाहिँ अब भन्यो भने बल प्रयोग गरेर चुनाव गऱ्यो भनेदेखि अब त्यो चुनाव वैध हुँदैन यो कुरा पक्का कुरा हो साथै चुनाव गर्ने हो भने सबैजनाको जनतालाई सबै पार्टीलाई हामीले हतियार उठ्छ उठ्दैन भन्ने खालको हामीले केही भनेका छैनौँ हामीले त्यो स्थिति भयो भने अब हामीलाई त्यो चाहिँ स्वीकार हुँदैन भन्ने खालको कुरा गरेका छौँ र हतियारको कुरा हामीले गर्दै गरेका छौँ होइन जनविद्रोहको त हाम्रो चाहिँ एउटा लाइन हो जनविद्रोह गरिएला त्यो त के फरक पर्यो भन्नु त एउटा समस्याको समाधान भएन भनेदेखि जान सकिन्छ थ्याङ्क यू सो मच